आज मैले तपाईँहरूको बिचमा किम्ची कसरी बनाउने हो भनेर मैले भिडियो लिएर आएको छु। अनि भिडियो सुरु गर्नु अगाडि मैले यसरी बोल्दैछु। अनि क्याबेज ल्याउने चाइनिज, अनि त्यसलाई 2 टुक्रा काट्ने, अनि टुक्रा टुक्रा बनाउने, त्यसलाई नुन हालेर अलिअलि सफा गर्ने। चाँडो गर न, यसले चाहिँ काटेको मैले चाहिँ बोलेको। अनि नुन हालेर अनि त्यसरी नुन हाल्ने, अनि यसरी देखाउने, अनि त्यहाँ हाल्ने बटुकोमा क्यारोटलाई मसिनो पारेर काट्ने, काँक्रा हैन मुलालाई मसिनो पारेर काट्ने, अनि स्प्रिङ अनियन पनि काट्ने, अनि एउटा बोलमा हालेर त्यसलाई नुन हालेर चट्ट मोलेर पानीमा क्याबेजलाई भिजाएर त्यो क्याबेज चाहिँ के भन्ने गिलो गिलो पारेर अनि त्यसलाई पानी तारेर पानीले पखालेर आगो बालेर किम्ची काटेर होइन क्याबेजलाई काटेर अनि चट 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 काटेर अनि भाँडामा हाल्ने। स्याउलाई काट्ने, स्याउले अलिक पुरानो भएपछि अमिलो टेस्ट ल्याउँछ। अनि प्याज काट्ने, प्याजको नि मिठो टेस्ट हुन्छ। स्याउ, प्याज, लसुन, अदुवा, सोया सस चट्टा ब्लेन्डरमा हालेर पाप्रिका पाउडर हालेर चट्ट अलिअलि मसला हालेर ब्लेन्ड हानिदिने। अनि त्यसको सस रेडी हुन्छ। अनि किम्चीलाई त्यसमा हालेर चट्ट 2टा हातले मोलेर भनेर मेरो हातमा पिरो लाग्छ भनेर मैले चाहिँ अनि यो के भन्ने चलाउनेले मोलेर घोलेर 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 अनि थोरै बिस्तारी बोलेर यो भाँडामा पटमा चट 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 हालेर अनि बोडी पारेर चट्ट बक्समा त्यो लगाइदिने, बिर्को लगाइदिने। बिर्को छैन भने क्लिन फोइल लगाइदिने, अनि राख्ने 1 हप्ता। अनि भातसँग गम गम